सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। हजुरहरू पनि सन्चै होला, म एकदम सन्चै छु है। अनि त्यहाँदेखि सबैले भ्लग चाहियो भनेर अनि त्यहाँदेखि आजदेखि चाहिँ मेरो डेली भ्लग आउँछ। अनि त्यहाँदेखि आज चाहिँ म यहाँ बोरे डाँडा आएको छु होइन। यहाँनिर देख्न सक्नुहुन्छ एक्लै आएको छु कि होइन, अब साथीहरू कोही छैन। अनि त्यहाँदेखि एक्लै यहाँ बाइक मैले त्यहाँनिर राखिदिएको छु। अनि एक्लै यहाँ घुम्न आएको छु होइन, घर बस्दा नै अल्छी लाग्यो। अनि त्यहाँदेखि आजदेखि मैले अब डेली भ्लग गर्छु। अनि अबदेखि मेरो पहिलो भ्लग चाहिँ यहाँ बोरे डाँडादेखि जाओस् न, यहाँ मन्दिरहरू पनि छ होइन। अब आजदेखि मेरो भ्लग अब डेली आउँछ है। अब तपाईँहरूले भ्लग आएन भन्नुभएको थियो, अबदेखि मेरो डेली भ्लग आउँछ। अनि त्यहाँदेखि आज अब पहिलो भ्लग चाहिँ यहीँदेखि गरिदिउँ भनेर चाहिँ मैले यहीँदेखि सुरुवात गरेको है। देख्नु सक्नुहुन्छ तपाईँहरूले, स्याहाँ भएर होला होइन, पानी पनि छैन, त्यही भएर अलिक बोल्नुलाई कस्तो गाह्रो भइरहेको मलाई चाहिँ कस्तो भइरहेको गाई छैन। यतातिर यस्तो छ, अझै भित्र पनि पस्छ क्या त्यो वाइट। म चाहिँ तपाईँहरूलाई यो बोरे डाँडाको सिन देखाउँछु। सो गाइस होइन, अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो बोरे डाँडाको त्यो होइन। यो चाहिँ मेन हो, अनि तल पनि छ बस्ने ठाउँहरू, तपाईँहरूले हेरिसक्नुभयो होला होइन। अनि त्यहाँदेखि यतातिर छ। अनि त्यही गाइस, अनि म यहाँ आएको चाहिँ त्यही आधी घन्टा बेसी भइसक्यो। अब चाहिँ म तलतिर फर्किन्छ होइन। अनि यो बोरे डाँडा चाहिँ कहाँ छ भन्नुभयो होला तपाईँहरूले, परवानीपुरमा हो होइन। म चाहिँ अहिले परवानीपुरमा छु। लास्टै यो गरिम चाहिँ लास्टै तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ होइन, पानी लिएर आउनु होला। यहाँ चाहिँ पानी चाहिँ छैन रहेछ, किन्नुलाई नि पाउँदैन यहाँ चाहिँ। तपाईँहरू वहीँदेखि पानी लिएर आउनुपर्ने हुन्छ है। मलाई चाहिँ पानी तिर्खो लगाएर चाहिँ कस्तो भइसक्यो है, लास्टै गाह्रो भइसक्यो। अनि हिँड्नु पनि डेन्जर, हिँड्नु पर्दैन यहाँबाट चाहिँ हिँडेर चाहिँ मलाई लास्टै थाहा कि म यस्तोमा पुग्नुपर्छ त्यो गाइस होइन। अनि त्यस्तै छ, राउन्ड छ, तपाईँहरूले हेरिसक्नुभयो होला। मेरो बाइक चाहिँ यहाँनिर छ यतापट्टि। अब चाहिँ म बाइकमा एकछिनमा चढ्छु, तपाईँहरू लगाएँ छैन। अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ। यहाँको चाहिँ म धेरै भइसक्यो होइन। अनि म एक्लै छु, अहिले कस्तो भएर त्यो भएर अब चाहिँ म फर्किनु पर्ने हुन्छ तलतिर। अनि तलतिर गएपछि चाहिँ म केहरू उता त्यहाँ बनी छ नि त, त्यहाँ मूर्तिहरू पनि छ, म तपाईँहरूलाई त्यहाँ सो गाइस होइन। अनि म चाहिँ यहाँ मूर्ति भाटानिर नै आइपुगिसक्यो, वहाँनिर छ है। अनि त्यहाँदेखि यो चाहिँ के अरे सिन्धुलीगढीको मूर्ति जस्तै लाग्छ क्या। म पहिलाचोटि आएको थिएँ नि त, अस्ति नि पनि एकचोटि आएको थियो। त्यतिखेर चाहिँ सबैले सिन्धुलीगढी भन्नुभएको थियो होइन। सरी, सिन्धुलीगढी चाहिँ होइन, परवानीपुरको त्यो चाहिँ हो होइन, बोरे डाँडा चाहिँ हो। म तपाईँहरूलाई मूर्ति पनि देखाउँछु। यो भित्र चाहिँ छिर्ने अलग छ कि छैन थाहा छैन मलाई चाहिँ, अस्ति चाहिँ छिर्नु पाएको थियो, अहिले चाहिँ यस्तोहरू बनाएको कि गाइस। यो भित्र चाहिँ छिर्नु पाउँदैन, तर नछिरौँ होला, यहीँबाट शान्ति छानु पाइसक्यो। अब चाहिँ म यताबाट फर्किनु पर्ने हुन्छ है। म एक्लै आएको छु, अलिक डर लागिरहेको छ गाइस होइन। मूर्ति पनि देख्नु भइसक्यो होला तपाईँहरूले। अब चाहिँ म फर्किन्छ है। अनि यतातिर बस्ने ठाउँहरू छ, यो चाहिँ अहिले विकास हुँदै रहेछ कि, त्यहाँनिर इँटाहरू त्योहरू, यहाँनिर अझै के विकास गर्नु बाँकी नै रहेछ। अबको 3-4 वर्षपछि म आउँदाखेरि चाहिँ हो दामी हुन्छ ल। अब म आउँदिनँ नि त गाइस, अब 3-4 वर्षपछि घुम्न आउँला एक दिन होइन, त्यतिखेर चाहिँ यो दामी होला। अनि त्यहाँदेखि मलाई चाहिँ यहाँ अलि भोक लाग्यो होइन। अब चाहिँ म गएर उता गएर खाजा खान्छु होइन। खाजा खाने ठाउँ पनि अलिक परै छ कि, पहिला पानी खान्छु अनि खाजा खान्छु। बाइक चाहिँ मैले यहाँनिर राखेको, बोल्नै सकिरहेन है गाइस होइन, लास्टै भइरहेछ त्यही गाइस। अब म परवानीपुरमा खाजा खाने ठाउँमा गएर तपाईँहरूसँग भेट्छु। त्यो गाइस छैन। अनि म चाहिँ आफ्नै गाउँमै आइसक्यो। अनि उहाँ खाजा खान थालेको थियो, अनि उहाँ खाजा खानै मन लागेन। अनि म चाहिँ आफ्नै गाउँमा आइसक्यो, मेरो गाउँ चाहिँ हो। अनि म चाहिँ यहाँ गाउँमा आएर चाउमिन खान थालिरहेको छु। उहाँ चाहिँ मलाई फेरि खासै मनै परेन, त्यही भएर यहीँ आएँ, सिधै घरै आइपुग्यो। अनि त्यो रोक्ने बाटो गरेर मिलेन। अनि त्यही हो गाइस, अब म खाजा खाएर तपाईँहरूसँग घर गएर भेट्छु।
सो गाइस होइन अनि म चाहिँ खाजा खाएर घर आइपुगिसक्यो है। अनि घरमा आउनु मात्रै के पाएको थियो अनि यहाँ भैँसीलाई परालिदिनु पऱ्यो। मैले भैँसीलाई परालिदिइसक्यो। अनि अब दिएर चाहिँ यो प्यासेजहरू सबै यो पढाउनु पर्ने हुन्छ। अनि गाइस होइन अनि मैले फाइनली यो टिपी सक्यो। कति धेरै गऱ्यौँ कति धेरै गऱ्यौँ। ओ भिनाजु गऱ्यौँ भएको छैन? अनि अब काम गर्नु पर्यो। त्यही गाइस होइन लास्टै गऱ्यौँ छ यता चाहिँ। अनि अब एकछिन चाहिँ म यहाँ फाइनमा बस्नु पऱ्यो है। लास्टै गऱ्यौँ भयो लास्टै। अब एकछिन फाइनमा बसेर अनि म चाहिँ मिल जानुपर्ने हुन्छ। मिलमा यो पिन्नु होला होइन। पहिला पानी खाइदिनु यहाँ लास्टै गऱ्यौँ भएको छ। काक्रै खाइदिनु पऱ्यो लगाइज। अब चाहिँ म एकछिन सो गाई छैन। अनि दिउँसो चाहिँ यस्तै भयो। अनि रमाइलो भयो। अनि मेरो सानो भाइ चाहिँ यता छ। अर्को भाइ यता छ। के छ भाइ? अनि त्यही हो। अनि दिउँसो त लास्टै गऱ्यौँ थियो भाइ। दिउँसो कति गऱ्यौँ थियो? धेरै गऱ्यौँ थियो। अनि अहिले चाहिँ ठिक्क भएको बेलुका भएर त्यही गाछ। अनि आजको लागि यति नै। भिडियो मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु।